यो सुनाउन चाहन्छु अनि मात्रै म नाम लिन चाहन्छु देशप्रथमलाई। साँच्चै नै हामीलाई विश्वास गर्नुभयो, माया गर्नुभयो, कम्पनीले दिएको हरेक जिम्मेवारीलाई फुलफिल गर्नुभयो। काम मेरो लागि होइन, मेरो घर परिवारको लागि होइन, मैले कम्पनीको लागि काम गर्नुपर्छ भनेर मिहिनेत गर्नुभयो र त आज कम्पनीको यो स्टेजमा हामीले पाउँदैछौँ। र यसमा यस्तो कुरा लेखिएको छ, भनिएको छ, शुभदिन ग्रुप्स प्राली दाङ नेपाल प्रमाण पत्र भनेर लेखेको छ। श्री ज्यू यस संस्थामा पिआरओ पदबाट कार्यारम्भ गरी निरन्तर मेहनत, लगनशील, कर्तव्यनिष्ठ र इमान्दारिताका साथ पदमा रही शुभदिन ग्रुप्स प्रालीको व्यवस्थापनमा पूर्ण रूपमा निर्वाह गर्नु भएकोमा सम्मान तथा प्रशंसा गर्दै 30% यो प्रशंसा पत्र प्रदान गरिएको छ। साथै आगामी दिनहरूमा यहाँको कार्य सफलताको लागि शुभदिन ग्रुप्स प्रालीको तर्फबाट हार्दिक शुभकामना। मिस्टर हुनुहुन्छ मिस्टर राजेश राई, प्लिज साँच्चै नै लामो सङ्घर्ष र एउटा धैर्यतापछि आजको दिनमा 30% कम्पनीको एउटा व्यवस्थापकको टिममा आफ्नो नाम लेखाउन सफल भइसक्नु भएको छ। राई मात्रै संकल्प गर्नुहोस्, निरन्तरता दिनुहोस्, धैर्यता राख्नुहोस्, इमान्दारिता देखाउनुहोस्। तपाईँ पनि एक दिन सफलतामा नपुगी पारे पाउनुहुन्न भन्दै उहाँलाई आसन ग्रहण गरिदिनुको लागि र यो सम्मान पत्र वितरण गरिदिनु हुने आजका सभापतिज्यू र उपाध्यक्ष सरलाई बस्नको लागि आग्रह गर्न चाहन्छु। साँच्चै नै विगत केही समयदेखि कम्पनीको हिस्ट्रीमा निरन्तर मेहनत, कोसिस र सङ्घर्ष गर्दै 2-4वटा झोला, 2-4वटा सुट र 2-4वटा ब्याग फटाएर नि 30% आजको दिनमा यो लेभलसम्म आउन सफल हुनुभएको छ। र हामीले हाम्रो भतिज, हाम्रो भान्जा, हाम्रो भाइ भनेर यहाँ ल्याएर राखेको होइन। जसको त्यो हैसियत हुन्छ त्यही व्यक्तिलाई हामीले यो ठाउँमा ल्याएर राख्नेछौँ र सम्मान गर्नेछौँ। किनभने हामीलाई त व्यवस्थापकको खाँचो छ, अफिस खुलेको खुलै छ, बिजनेस बढेको बढै छ, पपुलेसन बढेको बढै छ। जति धेरै पपुलेसन बढ्छ, जति धेरै बिजनेस बढ्छ, त्यति छिटो हाम्रो प्रमोसन हुन्छ, आर्थिक इन्कम त हुन्छ। आर्थिक रूपमा त हामी सक्षम र मजबुत हुन्छौँ। हामी पनि साँच्चीकै सफल हुन्छौँ। र 30% को विगत केही समयदेखिको एउटा सङ्घर्ष अथवा युद्ध जितेर आजको दिनदेखि नै त्यो झोला बिसाएर आराम गर्दै अबको दिनहरू सुखमय बनाउनका लागि यो स्टेजसम्म आइसक्नु भएको छ। र भोलिको दिनहरू अझ राम्रो बनाउनु हुनेछ भन्ने आशा हामीमा छ। र 30%लाई हामीले 2 शब्द बोलिदिनको लागि स्टेजमा वेलकम गर्नेछौँ। न्यू राजेश राई सर, प्लिज वेलकम टु द स्टेज। Juswinter, are you excited? Really? Okay. देखिहाल्नुभयो कम्पनीले केसम्म गर्न सक्छ, केसम्म बनाउने छ भन्ने कुरा त अब हामीले तपाईँको आँखाको अगाडि प्रत्यक्ष रूपमा नै देखाइदिइसकेका छौँ। साँच्चै उहाँलाई म केही क्वेसनहरू राख्न चाहन्छु। फर्स्ट अफ अल योर नेम, योर गाइडलाइन्स, टिचर्स नेम र सफल हुनको लागि चाहिने 2-4वटा सङ्घर्षको कथाहरू अथवा सङ्घर्ष सफल हुनको लागि चाहिने 2-4वटा शब्दहरू यहाँको लागि पनि दिनु होला। Okay, just like that. I'm excited. First of all, मेरो नाम चाहिँ राजेश राई र मलाई फर्स्टले गाइडलाइन गर्ने मिस्टेक हुन्छ र मलाई बिजनेस के हो र बिजनेसबाट हामीले कसरी अगाडि बढ्न सकिन्छ भनेर एउटा फर्स्ट डे
कमला सुनार तपाईँ यो उहाँमा भन्नु न काठमाडौँमा हुनुहुन्छ भने उहाँ कमला सुनार हुनुहुन्छ सर मलाई फर्स्ट गाइडलाइन गर्नुपर्छ तपाईँहरूलाई एउटा मुक्त रूपमा साथै अनि एउटा म्यासेज पनि दिन चाहन्छु हरेक बेरोजगारीहरूको हातमा अवसरको थाली हुनेछ निरन्तर काम गरेमा पक्कै एक दिन सफलताको ताली हुनेछ हरेक अवसरको थाली हुनेछ एक दिन निरन्तर काम गरेमा एक दिन पक्कै सफलताको ताली हुनेछ काम गर्ने सिलसिलामा विदेश सिक्नु पर्दैन अब कोही हरेकलाई जागिर दिने सुपरदिन पुरुष प्राप्त हुनेछ अब जहाँ देख्ने मान्छे त्यही सर्प गएर शिवको लिङ्गमा गएर भेटिरह्यो भने तपाईँ दुनियाँ त्यसैको अगाडि झुकिराखेको हुन्छ त्यसै गरी तपाईँले एउटा काम गर्नुहुन्छ काम चाहिँ तपाईँ सामान्य ठाउँमा काम गरिराख्नु भएको छ एउटा स्वदेश पुरुष प्राणीमा काम गरिरहनु भएको छ ताकि तपाईँलाई पनि दुनियाँले झुकोस् त्यसै गरी एउटा कुनै पनि काम तपाईँले गरिसकेपछि त्यसमा चाहिँ निरन्तरता भएर एउटा धैर्य धारण गरेर एउटा दिदसम्मको साथ म पक्कै पनि सफल हुन्छु भनेर एक दिन सफल हुन्छ भनेर अगाडि बढ्नुभयो भने पक्कै पनि सफल हुन्छ भन्न चाहन्छु सर र साँच्चै नै आफ्नो दुई शब्दहरू राखिदिनु भयो मेहनत गर्न सक्नुपर्छ अनुशासन हुनुपर्छ धैर्यता राख्नुपर्छ र निरन्तरता दिनुपर्छ न उहाँले लकडाउनमा काम छोड्नुभयो होइन यहाँ त यसमा पनि अनुवाद छ हामीले दैनिक भनी नै गरेका छौँ साँच्चै नै तपाईँ साग भएर रोपिने या आँपको रुख भएर रोपिने भनेर हामीले पहिलो पनि म्यासेजमा दिएको छौँ त्यही कुरा यसमा लागु हुन्छ र एउटा सङ्घर्ष चाहिन्छ एउटा इमान्दारिता चाहिन्छ एउटा धैर्यता चाहिन्छ अनि मात्रै मान्छे त्यो निरन्तरताले नै सफल ठाउँमा पुग्छ भनेको एउटा सानो म्यासेज डिस्कसले दिएर गइसक्नु भएको छ र यहाँको म्यासेज तपाईँहरूलाई लागु छ भने उहाँको आगामी आउने दिनहरू अझ राम्रो होस् र योभन्दा पनि बढी माथि पनि पोस्टहरू छ नर्मल एउटा म्यानेजर मात्रै कम्पनीमा एउटा बोर्डमा बसेर काम गर्नु पाइन्छ त्यति बेला तपाईँले नसोचेको अथाह कुरा पाउन सक्नुहुन्छ नसोचेको अथाह कुरा भेट्न सक्नुहुन्छ त्यही भएर एउटा भिजन राखेर एउटा लक्ष्य राखेर एउटा लामो दूरदृष्टिको चाहिँ दृष्टिकोणबाट चाहिँ तपाईँ डुडी पनि काम गर्नुहोस् अनि मात्रै तपाईँ सफल बन्नुहुनेछ र उहाँले पनि यस्तो खालको चाहिँ एउटा सानो सन्देश आफ्नो मार्फत दिएर जानुभयो आगामी दिनहरू उहाँको अझ शुभ रहोस् र कम्पनीले दिएको हरेक जिम्मेवारीहरू उहाँले पक्कै पनि राम्रोसँग फुलफिल गर्नुहुनेछ त्यो आशा हामीलाई छ भने आगामी दिनहरूको लागि उहाँको लागि हामी दिन दिन सक्छौँ एक जोडा भिग्ला पनि हुनेछ Are you excited? Really? What point? के चाहनुहुन्छ तपाईँ के चाहनुहुन्न पुग्यो धेरै कुरा पाउनु बाँकी छ तर आज धेरै कुरा पाउनु बाँकी छ तर आज अर्को प्रोग्राममा भन्दै आजको प्रोग्राम हामीले इन्ड गर्नेछौँ र इन्ड गर्नको लागि पनि त्यतिकै मिल्दैन आजको यस कार्यक्रमको सञ्चालक श्री महेश तानिसज्यू यस कार्यक्रमका सभापति श्री केशव प्रसाद भुइयालज्यू यस कार्यक्रमका यस कम्पनीका सचिव श्री उमेश पौडेलज्यू यस कम्पनीका सल्लाहकार मिस सरुनी उपाध्यायज्यू लगायत हामीलाई विश्वास र माया आशा र भरोसा राखेर यहाँसम्म पालिदिनु भएका र एउटा भविष्यको सुनौलो कल्पना गर्दै कामको खोजीमा आउनुभएका प्यारा गाइस मित्रहरू देखिहाल्नुभयो भने फेरि पनि हामी अर्को प्रोग्राम लिएर आउनेछौँ भन्दै आजको लागि हामीले आजको प्रोग्रामलाई इन्ड गर्नुपर्ने हुन्छ त्यतिकै गर्नु मिल्दैन कम्पनीको एउटा नियम छ त्यो नियमलाई हामीले पालन गर्नुपर्ने हुन्छ त्यही भएर सबैजना आफ्नो नम्बरहरू दिएर आजको यो सङ्घ